हेलो एभ्रिवान गुड मर्निङ इट्स मी बिनी गुरुङ अनि आज चाहिँ म कहाँ जाँदैछु त आज भन्दाखेरि पनि मेरो मन्डे टु फ्राइडे चाहिँ अहिले जिस्यु चलिरहेको छ सो आज चाहिँ 15 डेज हो अनि सो यहाँ मैले चाहिँ आज वहाँनिर भिडियो त बनाउन मिल्दैन तर म बाटोमा जाँदाखेरि आउँदाखेरि खाने बेलामा लेख्ने बेलामा के गर्छु त भनेर चाहिँ म आज भिडियो बनाउँदैछु सो यहाँबाट चाहिँ स्टार्ट हुन्छ दिस इज माई आउटफिट अनि ब्याग पनि छ अनि स्याउ खान्छु फेरि ट्रेन ढिलो हुन्छ सो धेरै नाटक नपारिकन म जान्छु सो गाइज म चाहिँ रेडी भएर निस्किएँ हाम्रो चाहिँ अहिले यहाँनिर घरको यो सबै बनाउन लागेको छ नि त सो त्यही भएर चाहिँ भुइँ यस्तो आएको छ नेभर माइन्ड इग्नोर मेरो चाहिँ स्टेसनबाट अलिकति टाढा छ नि त घर अनि त्यही भएर म चाहिँ साइकलमा जान्छु यहाँ पछाडि देख्नुहुन्छ हाम्रो अनेकै साथीहरू यहाँ चाहिँ घन्टी बजाउन मिल्दैन नि त सो मैले कसरी घन्टी बजाइन्छ थाहा मान्छे अगाडि भयो भने यस्तरी के इट्स टु फनी नै अब साइकल राख्ने ठाउँ आइपुग्यो हाई म तिमीहरूलाई भरे मात्र लिन आउँछु यो चाहिँ हो जिस्युको लागि बनाइदिएको गाकोले टेकी यस्तो टाइमिङमा आइपुग्छु कि म ठ्याक्क मनी आइपुगेँ ट्रेन पनि आउँदैछ यहाँबाट चाहिँ फेरि मैले गर्नुपर्छ ट्रेन नोरिकाई यो बाजे कति ढिलो हिँडेको होला बाई अनि मलाई ढिलो भइरहेको थियो नि त साथीहरू सो म चाहिँ बाजेलाई यस्तरी भएर के भन्छ छलेर अलिक छिटो निस्किएँ अरू बेलामा चाहिँ मैले 17 को ट्रेन चढी भ्याउँथेँ तर आज चाहिँ म यहीँ दौडिँदैछु बिकज यो भिडियो बनाउन लागेर ट्रेन चाहिँ क्रिस स्टाइलमा गइहाल्यो म दौडिँदा फेरि पनि भेटेन अब फेरि कुर्न पर्ने हुन्छ 5 मिनट ट्रेन त छुट्टिहाल्यो अब यस्तरी पानी भर्न लाइनमा बसेर बस्नुपर्छ 5 मिनट कुरेपछि आयो ट्रेन अब म जान्छु यति धेरै भिड हुन्छ नि बस्ने ठाउँ पो पाउँछु कि पाउँदिनँ पाएँ अनि साथीहरू मेरो जिन्दगी चाहिँ एकदमै भागदौडमा चलिरहेको छ मेरो साथी माथि कुरेर बसिरहेको छ पाइला गनेर हिँडेको जस्तो गरेर हिँड्छ अरे नाहरू त्यत भर्याङ चढ्न जस्तो पाप मलाई केही लाग्दैन यार यस्तो खुट्टा दुख्छ नि फाइनली त्यहाँनिर चाहिँ एसीको चिसो जस्तो हुन्छ त्यो क्या चिसो भएको नि मलाई फेरि फर्केर जानु मन लाग्यो तर म जाँदिनँ अनि त्यहाँ अगाडि चाहिँ मेरो साथी टुकुर हिँडेर बसिरहेको रहेछ बिचरा बस्दा नि झ्याउ लाग्यो होला नि त साथीहरू तपाईँहरूले अहिलेसम्म गेस गर्नुभएको छ यो स्टेसनको यहाँनिर चाहिँ हावा कहाँबाट आउँछ कसैले गेस गरेर थाहा पाउनुभएको छ भने प्लिज कमेन्ट गर्नु है मैले अहिलेसम्म थाहा पाउन सकिनँ झन्डै लडेन मेरो साथी चाहिँ फेरि क्यामेरामा आउन मान्दैन कि गुफाबाट निस्केको जस्तै हुन्छ बाहिर आइपुग्दाखेरि त बिहानको सुहाना मौसम हेर्न सक्नुहुन्छ हजुरहरूले सो गाइस म चाहिँ मेरो खाइसकेको अगाडि आइसकेँ भिडियो बनाउनु त हुँदैन त्यता सो म त्यही भएर चाहिँ तपाईँ देख्नुमा आएन जान्छु भित्र सो म चाहिँ आइपुगेँ अनि हाम्रो चाहिँ सधैँको चटारो भनेको आजको मुखियो के हो भन्ने हो सो म त्यो चटारोलाई सम्हाल्दै अब रेडी हुन्छु म चाहिँ रेडी भएँ This is my Jisoo feed reggae. Sauce or pads go. Guys, tata kimas भन्दै खाएर यो वाला हाँसी चाहिँ अलिक कस्तो खालको रहेछ नि
今日も頑張って終わりました。お疲れ様でした。अब खिरोको लेख्छु म खिरोको लेख्नुपर्छ रेड बुल खाएर आज कति 16 दिन भयो हैन ए 15 अरे अझै बिहान मैले 15 days भन्दै टिकटक बनाएको आखिर बिर्सेछ अब यसमा नै ट्रान्सलेट गरेर पढ्नको लागि चाहिन्छ त्यही भएर भिडियो म बनाउँदिनँ अहिले बाई बाई फाइनली बाहिर निस्किसकेँ बिहान त थके लागेको थियो नि त्यो चर्को स्वरले बोल्नु थियो अहिले चाहिँ मलाई यस्तो झ्याउ लागिरहेको छ भिडियो इन गरेर कसरी गर्ने भनेर सोचेर सो म चाहिँ भिडियोलाई अब ह्याङ नै इन गरिदिन्छु है सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच वाचिङ द भिडियो